ल हेर्नुहोस् हामी अब प्रोग्राम हलतिर जाँदैछौँ नौमती बाजाको तालमा। जता पनि हामी नेपाली 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 झन्डा, नेपाली पोसाक, नेपाली ढाका टोपी, नेपाली झन्डाको साथमा हामीहरू अगाडि बढ्दैछौँ। स्क्वायरमा यसरी नेपाली नौमती बाजाको साथमा नेपाली झन्डाहरूसित भएको सायद पहिलो कार्यक्रम त म भन्दिनँ, तर सबभन्दा सफल कार्यक्रममा पर्छ होला। नाचगान गर्दै रमाइलो गर्दै हाम्रो र्याली अगाडि बढिरहेको छ। होइन 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 हामी एकजनालाई चिन्दैन, उसले 50 जनालाई चिन्छ। कलेजमा पढ्छ नि त। हामी आमस्टर्डमको सडकमा यसरी अगाडि आमस्टर्डमको प्रहरीज्यूहरू हुनुहुन्छ, उहाँले हामीलाई मार्ग निर्देशन गरेर उहाँको पछि हामी हिँड्दैछौँ। आज आमस्टर्डमको गल्लीहरू पनि नेपालीमै भएको छ, यो खुसीको कुरा हो। बाटो नै ब्लक गरे हो। भाइ के छ खबर? सन्देश छ? हेर्नुहोस् हामी यसरी र्यालीमा क्रमबद्ध रूपले अगाडि बढ्दैछौँ। आउँदैन ल हेर्नुहोस् नेपालीको र्याली ल हेर्नुहोस्। हामी पुरै यो आमस्टर्डमको रोडै कब्जामा छ। आज पुरै नेपालीमय देखिन्छ, जता हेऱ्यो नेपाली झन्डा, नेपाली राष्ट्रिय पोसाकको साथमा नौमती बाजासँगै हामी अगाडि बढ्दैछौँ। हेरौँ है त ल हेर्नुहोस्, जति देखिन्छ हामी पुरै नेपाली देखिन्छौँ। हाम्रो भाषा, हाम्रो संस्कृतिभन्दा गौरव गर्ने क्षणहरू हो यो।
सबैजनालाई यसरी हाँसी खुसी परदेशमा देख्न पाउँदा साह्रै खुसी लाग्छ होइन आन्टी? हो नमस्ते नमस्ते। यो गौरवको कुरा हो हामीहरू नेपालीको लागि। बच्चादेखि सबैजना यहाँ रम्नु भएको छ। ल हेर्नुहोस् है, हाम्रा भाइ बहिनीहरू यसरी नाचिरहेका छन्। असाध्यै राम्रो कुराहरू यो। ल हेर्नुहोस्, यो हाम्रो भाषा, हाम्रो संस्कृति साँच्चीकै भन्दा प्राणभन्दा प्यारो छ। यसरी हाम्रो साना भाइ बहिनीहरूले पनि हाम्रो पञ्चे बाजामा नाच्दै गरेको देख्दा असाध्यै खुसी लाग्छ। हामीलाई यो अवसर प्रदान गर्नुभएकोमा नेदरल्यान्डमा रहनुहुने हाम्रो अग्रज दाजुहरू साथै नेपाल फर्स्ट फेस्टिभल को आयोजनामा भइरहेको उक्त कार्यक्रममा आयोजकलाई पनि एकचोटि सम्झिनै पर्ने हुन्छ।